यो कथा एकजना मित्रले पठाउनु भएको हो। तपाईहरू पनि आफ्नो कथा पठाउन सक्नुहुनेछ। 14 वर्षको उमेरमै त्यो मोटो हतियारले चिकाउँदा त्यो रात। म कक्षा 8 पढ्दै गर्दा मेरा धेरै साथीहरूसँग मोबाइल थियो। अरू साथीहरूले मोबाइल चलाएको देख्दा आफूलाई पनि चलाउन रहर लागेर आउँथ्यो। तर पनि घरमा भन्न सकिरहेको थिएन। एक दिन आमासँग हिम्मत राखेर मोबाइल किनिदिन अनुरोध गरे। आमाले मान्नु भएन। एसएलसी दिएपछि तैले भनेको जस्तै मोबाइल किनिदिन्छु भन्नुभयो। मलाई भने अहिले नै चलाउन रहर लागिरहेको थियो। दिन बित्दै गयो। दशैं नजिक आउँदै थियो। दशैंमा बुवा पनि पल्टनबाट छुट्टीमा घर आउने हुनुभयो। यही मौकामा बुवालाई आमाको मोबाइलबाट फोन गरेर सबै साथीसँग मोबाइल भएको र घरमा आमाले मोबाइल किन्न नमानेको सुनाए र जसरी पनि मलाई मोबाइल ल्यादिन आग्रह गरे। बुवाले हुन्छ भन्नुभयो। दशैंमा आउँदा मोबाइल ल्याइदिनु भयो। दशैंमा मोबाइल पाएर मेरो भुइँमा खुट्टा थिएन। मोबाइल पाएपछि आमालाई सिम किनिदिन भने सिम राखेपछि साथीहरूसँग नम्बर साटासाट भयो। मोबाइल सँगै मेमोरी पनि ल्याइदिनु भएको रहेछ। मोबाइल पसलमा गएर मेमोरीमा गीत भिडियो पनि राख्न लगाए। दिन खुसी साथ बितिरहेको नै थियो। पुसको महिना थियो। एउटा नयाँ नम्बरबाट फोन आयो। फोन उठाए। हेल्लो भने। उताबाट के छ भने मैले ठिकै छ चिनेन भने। उनले भने म फलाना हो भने। चिनेकै दाइ हुनुहुने रहेछ। उहाँ 11मा पढ्नुहुन्थ्यो। यसरी हाम्रो कुराकानी बढ्दै जान थाल्यो। फोनमा माया प्रेमका कुरा हुन थाल्यो। म पनि उसँग प्रेम गर्न थालेछु। सानै उमेरमा उसले एक दिन भेट्न भन्यो। साँझ पख एकान्त डाँडामा भेट गर्यो। मलाई पहिलो चोटि केटा मान्छेसँग भेट हुँदा डर लागेको थियो। अलि काउकुती लागे झैं भइरहेको थियो। बसेर कुराकानी गर्दै थियो। उसले एक्कासी मलाई च्याप्प समातेर मेरो ओठमा किस खायो। मलाई के गरौ भयो। रातो पिरो भए। यतिकैमा हामी फेरि भेट हुने बाचा सहित छुट्टियौ। घर फर्किए। रातभर निद लागेन। उसले खाएको किस सम्झेर मनमा काउकुती लागेको झैं भइरहेको थियो। अर्को दिन बजारमा भेट हुने कुरा भयो। म पनि बजार गए। म खायो अनि मोबाइलमा नयाँ भिडियो गीत राख्नु थियो। उसलाई नै राखिदिनु भने उसले मोबाइल पसलमा गएर गीत भिडियो राखेर लिदिनु भयो र आफ्नो घर छुट्टियौ। साँझ खाना खाएर रुममा सुत्न गए। निद लागेन। बजारबाट नयाँ भिडियो के कस्तो राखिदिएको छ भनेर हेर्न खोजेको भिडियो त निलो फिल्म राखिदिएको रहेछ। एकछिन त डिलिट गर्न लागेको थिए। यसैमा सोचे कस्तो हुने रहेछ हेरौ भनेर हेर्न थालेको मलाई त काउकुती लाग्न थाल्यो। त्यो भिडियोले मेरो मनमा छटपटी ल्यायो। रातो पिरो भए। मेरो गोप्य ठाउँमा कट्टु नै चिसो भएको रहेछ। अङ्गलाई बाहिरबाटै चलाए। अलि आनन्द भयो। त्यो भिडियो हेरेपछि मलाई पनि यौनका बारेमा जान्न कहुलता जाग्न थाल्यो। भिडियो हेरिसकेपछि मैले पनि कल्पना गर्न थाले। उसँग यस्तै गर्दा कस्तो होला, के हुन्छ होला, कसरी गर्छन् होला। महिनावारी हुन थालेको पनि 6 महिना अगाडिबाट मात्र भएको थियो। पहिलो चोटि महिनावारी हुँदा खुसी नि लाग्यो। म पनि तरुणी भएछु। केटाहरूसँग रोमान्स गर्न सक्षम भएछु भनेर। केही महिनापछि राति फोनमा उसले भोलि भेटौ है भन्दै थियो। मैले भने मेरो माया लाग्छ भने अहिले नै आऊ भेट्न भने। उसले सिरियसली लिएछ। मैले त जिस्किएर भनेको थिएँ। उसले पनि म आउँछु भनेर जिद्दी गर्न थाल्यो। अहिले भने मैले त जिस्किएर पो भनेको। उसले तै पनि जिद्दी गर्न थाल्यो। मैले पनि भिडियो सम्झे अनि उसलाई कल्पना गर्न थाले। रातो पिरो भए। छटपटी भयो र उसलाई आउन भने। रातिको 10 बजेको थियो। ऊ घर बाहिर आएर फोन गर्यो। मैले बिस्तारै ढोका खोले अनि ऊ भित्र आयो। ढोका लगाए अनि बत्ती मारे। हामी सँगै सुत्यौ। केही समय गफ गर्यौ। गफ गर्दै जाँदा मेरो पोका समाउन थाल्यो। मलाई काउकुती लागेर नसमात्न भने उसले मानेन। झन् मार्न थाल्यो। यसैमा उसले मेरो ओठमा किस खायो।
उसले मेरो ओठ छोडेन, म पानी पानी भए लाग्यो, म हारे, अब मेरो शरीर उसलाई नै सुम्पे। उसले बिस्तारै मेरो कुर्ता खोलिदियो। बिस्तारै बरा पनि मेरो पोकाको मुन्टा चलाउँदै चुस्न थाल्यो। मलाई काउकुती लागेझै भएर न बोल्न सक्थे न केही गर्न। उसले फेरि सरुवाल पनि बिस्तारै फुकालिदियो। उसले मेरो कट्टु पनि छोडेन। कट्टु फुकाल्दिँदै भन्दै थियो, सबै रुजेछ त है, पानी धेरै परेछ। म भने बेहोस जस्तै थिए। उसले कहिले पोकाको मुन्टो चुस्दै थियो त कहिले ओठ अनि गोप्य ठाउँमा बेला बेला हात लग्दै थियो। झन् मलाई इमोसनमा आएर उफ्रौझै भएको थियो। यतिकैमा मेरो खुत्रुके मजाले चुस्तियो र जिब्रो भित्र हालिदियो। उसको त्यो तातो सास र त्यो हरकतले म फुल इमोसनमा थिए। उसलाई हातले माथि तानेर उसको ओठ मजाले चुसिदिए। उसले आफ्नो सबै कपडा फुकाल्यो र मेरोमा छिरायो। अलिकति के छिराएको थियो। मलाई पीडा भयो। मैले उसलाई धकेलेर फालेर दुखेर चिच्याउन थाले। उसले मुख बुझिदियो र बाहिर निकाल्यो। धेरै पछि दुखाइ कम भयो अनि उसले पुन गर्न भनी फकाउँदै थियो। मैले मानेन। उसले मलाई फकाएर नै छाड्यो। फेरि म राजी भए, तर मलाई न इमोसन थियो न उत्सुकता, खाली डर थियो। उसले फेरि बिस्तारै छिराउन खोज्यो। अलिकति के छिरेको थियो। फेरि पीडा भयो। मैले पुरै छिराउन दिएन। अनि ऊ पनि फुल इमोसनमा भएकोले उसले छोड्न मानेन। मैले गर्न एकछिन तछाड मछाड भयो। म उसलाई जिताएर उठेर अर्को कुनामा गएर बसे। उसले त्यहाँ पनि छोडेन, गएर तानिहाल्यो। म उठेर बत्ती बाले। म जसकिए उसको शरीर अनि हतियार देखेर कहिल्यै नदेखेको कति ठूलो अनि लामो रौ नै रौ भएको। अनि मैले आफूलाई हेरे। मेरो खुत्रुकेबाट खुन बगिरहेको थियो। मेरो खुत्रुकेमा रौ नै थिएन, चिल्लो अनि गोरो थियो। त्यो माथि मेरो साना साना गोपिका फूल जस्ता मुलायम। एकछिनसम्म दुवैजना एक अर्काको सामान हेराहेर गर्यौं। म हतार हतार कपडा लगाउन खोजे, तर उसले दिएन। कपडा नलगाए पनि सम्पर्क नराख्ने शर्तमा हामी त्यत्तिकै सुत्यौं, तर उसले छोडेन। फेरि मलाई इमोसनमा लिएरै छाड्यो। तेर्सो पटक भने। उसले बिस्तारै बिस्तारै छिरायो। पीडा त भयो, तर पनि जसो तसो सहनुभन्दा विकल्प थिएन। त्यो दिनपछि कहिल्यै पीडा भएन। त्यो पल कहिल्यै भुल्न नसकिने पल हुन गयो। उसको त्यो हतियारको रौ अनि उसको त्यो हतियार देखेर अहिलेसम्म डर अनि काउकुती लागेर आउँछ।